करती हूँ। अब जाँदिन ल बेसी बेसी ओइ लाडो धन्काएर सुताएर आइस। नमस्ते ड्यूटी जान लाग्यो ड्यूटी के ओइ भयो त यो मान्छे ओ कान्छा क्यामेरामा आइज न। किन भयो के भयो आइज न के मलाई कस्तो के भयो भयो। आछि अनि भ्युजलाई यसरी बढाइदिनु पर्छ नि त नि उनीहरू कमेन्ट गर्दै बस्छ। म गर्दिनँ क्या यो मान्छे को हो क्या गेडा जस्तो गर्दै बस्छ अहिले ब्लक हानिदिन्छु जहाँ ठानेको हो। यो बढाएर चाहिँ के हुने र खै आफै आउँछ मुछीहरू। यार म त सोध्छु अब अँ निन्द्रा लाग्यो यार सोध्छु कति बजी उठ्नु अनि अहिले सुतेर 11 बजे कहिलेको 11 बजे बिहानको अहिले कति बज्यो मुटु 5 बज्नुलाई 5 मिनट छ कुन ठाउँमा हो र 10 बज्यो। म यो बस्नु आजकल यार छोराछोरी दुइटै बिरामी छ यार रन्डीको भन के गर्ने होला के बिरामी अनि हजुरको श्रीमान छैन हो भेरी मुटु छैन गाह्रो हुन्छ अनि हस्पिटल लानुभयो कि भएन। रुगा मार्गी लागिरहेछ क्या घाँटी क्याप्प भइरहेछ बेसारहरू तातो पानीहरू अनि त्यो मेथीहरू हुन्छ नि म त पहिला मेरो बच्चालाई त त्यसरी गरिदिन्थेँ। मेथी लाउनु होइन मेथी अनि सुतीको कपडामा बेरेर घाँटीमा लगाइदिनु चिसोबाट बाँच्छ। अनि चिसो पानीहरू नदिनु चाहिँ अहिले। रन्डीको बानहरूमा चाहिँ इनबक्समा मेसेज नगरे राडीको बानहरू टेन्सन भएको होला ट्याप ट्याप चाहिँ गर न यार ट्याप ट्याप उडाउन यार। हामी यार मुटु पहिला हामी यार कति सिधा सिधा थियौँ माचु नै यिनीहरूले गर्दा हामी बिग्रिन कर लाग्यो केही नबोल्यो नि माचु नै नाचेर हिँड्ने हामी मुजी स्क्रिनसट गरेर रन्डीको बानहरूले कस्तो कस्तो भिडियो कस्तो कस्तो गानामा हालिदिने अब बोल्दा पनि नराम्रो हुने यिनीहरूले नबोल्दा पनि नराम्रो हुने खै के अब जे मन लाग्छ त्यही गर्ने जिन्दगी आफ्नो आफ्नो कान्छा कान्छासँग सिरियस कुरा गर्दै पर्छ ल कान्छा के भनेको कान्छा क्यामेरा खोल्न न के भयो त नि यस्तो माया लाग्नु बाध्य भयो भनेको त्यहाँ के हेर्ने र क्यामेरा खोल न तिम्रो हेर्ने क्या मलाई चाहिँ गाह्रो लागेको छ यसरी आउनुपर्छ नि त बिहामा ऊ बन अलि पर गएर ओ बन म यतै तिम्रो नक्सा हेर्दै भए पनि यसो छोलेर फ्याल्दिन्छु खाना खायौ छैन होटलमा अरूलाई खुवाउँदा मजाले यसरी खुट्टा अलिक उचालेर बसेन यो हनुमान कट्टु लगाएको रहेछ
हेर्न फेरि देखाउँदैन फेरि अनुहार देखाउँदैन जाँदा सब चिन्ने मान्छे हुन्छ यहाँ फेरि आफ्नो चिन्ने मान्छेहरू हुन्छ दिमाग खराब हुन्छ चिन्ने मान्छेहरू आउँछ नि सबै पुतिर लानु भएको राम्रो मान्छेहरू आउँदै आउँदैन नराम्रो मान्छे सुन्नु आउँछ भने त आउँछ नि उनीहरू पनि त्यस्तै त्यो पनि हो भाइ कान्छा खाना खायो छैन नि बनाएर दिने मान्छे छैन अनि एकचोटि हात लगाउनु त तल कान्छा भएको ए किशोर लामा हजुर त्यो हङलाङ सुरुवाल परेको रहेछ फेरि ढुकुर निस्केला फेरि बाहिर फुत्तै निस्केला फेरि अलिक होस गर्नु मैले त्यही भन्दैछु त सुतिरह सुतिरहेछ अहिलेसम्म जाडो छ त्यसले पनि जाडो हुँदो रहेछ कमेडी राख्यो